साथीहरु नमस्ते गुड मर्निङ तपाई सबैजना कस्तो हुनुहुन्छ तपाई आई होप तपाई सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं थोडा मेरो छोरालाई काँसो रुवा लागेछ सब सन्चै त छैनम यसलाई थोडा सा रुवा काँसो रुवा बाबु आज कहाँ जाने हो आज यो फुपू नि जान्छ यसको फुपू आउनु भएको छ मेरो डडा साइली फुपू अनि अहिले हामी फुपू घर जान्छौं उसको फुपू घर मेरो आमाजु दिदी घर अनि गएर अनि फेरि गर्नुपर्छ हामी पक्करी सुतेर उठ्यौं यसको बाबा ड्युटी गइसक्नु भयो अनि तपाईहरुलाई त थाहै छ हाम्रो भिडियो चाहिँ सुरुवात हामी आम छोराकोबाट हुन्छ कि नि टकला यो नसोच्नुला कि मेरो छोराको कपाल काट्दै हेर्नु यसको कपालै छैन के यसको जन्मेबाट कपाल छैन है आइस तर कपाल छैन नि टोपी खै टोपी टोपी ओ टोपी ओ टोपी ओ टोपी ओ टोपी ओ टोपी 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 मैले तपाईलाई भन्न चाहन्छु कि आइसको लागि यति शपिङ भएको छ नि हैन मतलब कि मैले गरे हैन उसको फुपूले मेरो डरा आउने बेला मेरो दिदीले उलाई यति सारा कपडा अनि जुत्ताहरु ल्याइदिनु भएको छ कि देख्न सक्नुहुन्छ हैन यति ठुलो जुत्ता छ कि यसलाई जब यो 3 वर्षको हुन्छ नि 2-3 वर्ष 4 वर्ष हुन्छ अनि बल्ल हुन्छ अनि म तपाईलाई देखाउँछु यसको लागि कति सारा शपिङ गरेर ल्याइदिनु भएको छ दिदीले र दाइले सो यहाँ म देखाउँछु हेर्नु पहिला यो हो यसको लागि गरम कपडाहरु छन् सब अनि अर्को फेरि यो हो हेर्नु साथीहरु पुरै सेट छ यो अर्को यो हो यति मोटा मोटा कपडा यसको लागि जाडाको लागि यति कपडा ल्याइदिनु भएको छ नै बाबु तू पहनेगा भन्ने पहन लियो हैन देख्न सक्नुहुन्छ यो अनि फेरि यो हैन यति 3 जोडी कपडा छन् यति मोटा मोटा अनि यसको साथ अनि जुत्ता हेर्न सक्नुहुन्छ कि मेरो छोरा 3-4 वर्षको भयो भने मैले जुत्ता किन्नु पर्दैन के त्यही भएर जुत्ता ल्याइदिनु भएको छ बचपनदेखि लिएर बुढासकालसम्म कपडा भइसकेको छ नि यसको अनि यति ल्याइदिनु भएको छ कि जस्तो कि हेर्नु साथीहरु यसको नि फुपूहरुले यसलाई यति माया गर्नुहुन्छ नि यो देखेर अलिकति मलाई जलन रिस हुन्छ के मलाई पनि मेरो फुपूहरुले यति माया गर्दै आवासी हुन्थ्यो नि मलाई थाहै भएन मलाई गर्नु भयो कि नि अनि यसको लागि यति छ अनि आज यसले यो लाउँछ आज उसको एनिभर्सरी हो हाम्रो दिदीको एनिभर्सरी हो दिदीको र दाइको एनिभर्सरी हो जसले यो कपडा ल्याइदिनु भएको छ मेरो आमाजु दिदीले मेरो बुढाको दिदीले भिनाजुले अनि आज यसले यो लाएर जान्छ अहिले रेडी भएर हामी जानुपर्छ दिदी घरतिर आज दिदीको एनिभर्सरी हो ओके साथीहरु अरु म वहाँ गएर देखाउँछु तपाईहरुलाई सो मैले भन्न चाहन्छु नमस्ते दिदी दाइ ह्यापी एनिभर्सरी सधैँभरि खुसी रहनु तपाईले चाहेको सोचेको तपाईलाई हर खुसी मिलोस् दिदीको र दाइको लागि यति नै ह्यापी एनिभर्सरी दुनियाको हरेक खुसी मिलोस् तपाईहरुलाई अनि दुःख कष्ट तपाईको कहिले नआओस् तपाईहरुलाई तपाईले सोचेको चाहेको हरेक कुरा पूरा होस् हरेक खुसी मिलोस् दुनियाको सधैँभरि खुसी रहनु के आधा खानु के आधा मैले खान्छु आधा तपाईले खानु लाउनु ओइ सर भन्न जान्नु खेतैले खेत तपाई यहाँले यस्तै गरेर बोलाउनुहुन्छ के बिचारा आज आयुषले आफ्नो फुपूले ल्याएर कपडा लाएर मक्खै पर्या छौ आज फुपूनी बसेर नयाँ कपडा तर यसले अमिलाको बोक्रो खाइराछ हामीले अमिला खान्छौं यसले अमिलाको बोक्रो खान्छ आयुष अमिला हैन मैले बेउरा हो यो बेउरा कस्तो बेउरा छ यसको बेउरा नभएको नि कस्तो बेउरा भन्ने के
मैं वीडियो बनाती हूँ, रुको। यहाँ बाद दाई दिदी बस्ने अनि टिको लाउने। अरू केक हम दीदी को एनिभर्सरी। गाइस कैसे हो आप सब? ठीक हो तो फिर बाय। अरे हाय कर दो, हाय कर दो। अरे नाच दो। धन्यवाद हाम्रो मैल दीदी। ए हम दीदी को एनिभर्सरी। खड़े हो जाओ। Body guys. Hello Didi, hello Anu. Hello mana Manji. Oi Manji, hello Ardu. No
नर बिचार हेर्छ जाने गयो हाम्रो गाडी लगाइदिन्छ अरे लगाइदिन्छु अन गराएको थियो त बन्द भएछ गाना फेरि कसले बजा जस्तो कसले बजा जस्तो गाना सक्छ नदी सक्छ अरूले कहाँ लगाइदिने गालामा कसैले पनि टिको लगाइदिएन यति छ भिडियो भनिदिन्छु नाम पहिला नै त म भिडियो बनाइदिन्छु